हेलो नमस्ते सबैजनालाई वेलकम छ हजुरहरूलाई मेरो प्रवीण पूजा भ्लगमा। अनि आज चाहिँ म यहाँ दमकतिर आएको छु। आज हामी यति बस्ने भनेर आएको छौँ। नानीको छुट्टी पनि छ आज र भोलि नै छुट्टी हो, 2 दिन छुट्टी छ। सो त्यही भएर हामी चाहिँ दमक आएको छौँ बस्नको लागि, देख्न सक्नुहुन्छ। अनि अब चाहिँ म चाहिँ हेर्नु न, म चाहिँ यत्तिकै भताङ भुताङ गरेर हतार खाना खाएर हतार कुदिहाल्यो, किनभने ड्याडी पनि घर खाना खानु जाने भन्दै हुन्थ्यो। अनि भोक लागिसकेको थियो, हामी आउँदा 10 बजिसकेको थियो अगाडि हिँड्दाखेरि। त्यही भएर म चाहिँ यत्तिकै हिँडेँ, मेकअप सेकअप केही नगरी, यस्तो कपाल सपाल पनि केही कोरेको छुइनँ। अब चाहिँ हामी माथिको रुम मिलाउनु पर्ने छ अरे। सो यहाँ काम गर्ने मान्छे चाहिँ घर जानुभएको छ, त्यही भएर हामी चाहिँ आफै गर्न लागेको छौँ। 2 दिनको छुट्टीमा जानुभएको अरे उहाँ चाहिँ। अनि त्यसपछि माथिबाट हेरेर जानु लागेको छौँ। हेर्नुहोस्, तपाईँको फोन नल्याउनु खै। अनि चप्पलै नलाइकन हिँड्नु त, चप्पल चप्पल यहाँ छ है, चप्पलै गायब छ त। नि चप्पल छैन, यही लाउनु ल, यही लगाइदिएको। साथीहरू यस्तै छ, चप्पल पनि रहेन छ अहिले। अलिअलि भयो भने उता अर्को रुमतिर लाग्नुहुन्छ चप्पल। मस्त घाम लागेको छ है। आमामामा के हो यस्तो फस्छ मेरो मोबाइल। नगर्नु न भिडियोमा, यहाँ ब्लग गर्दैछु क्या म। अनि यहाँ हेर्नु, हामीले चाहिँ भर्खर यो सबै 2टा फ्लोरै माथि तल, यहाँ तल र यहाँ माथि नै कलर गरेको छौँ। भर्खर नयाँ नयाँ कलर हो यो चाहिँ साथीहरू। अनि धेरै भएको छैन, 1 महिना भयो होला कलर गर्नुभएको। यो चाहिँ माथिको फ्लोर हो। अनि 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 माथि गएको थियौँ, यस्तो अलिअलि काम थियो र मान्छे हुनुपर्छ, मान्छे गएपछि मात्रै काम हुन्छ। अनि हाम्रो काउन्टर चाहिँ यही हो, भर्खर कलर भएको छ काउन्टर। अहिले चाहिँ सामानहरू पनि त्यति छैन भन्दा पनि यस्तै हो। हाम्रो चाहिँ गेस्ट हाउस मात्र हो होइन, खाना ओर्नु चाहिँ बस्नेहरूलाई मात्रै अभाइलेबल छ। सो त्यही भएर बाँच्न तिम्रो दमक आउँदा मजा आउँछ। हजुर कस्तो राम्रो आउनुभएको दोकान किन आमामा, कस्तो बबा लाउनु भएको। ल यही हो हाम्रो होटल चाहिँ। ल हामीले चाहिँ यहाँनिर फलफुल ल्याएको थियौँ, खाना लागेको छौँ काटेर। पूजा के गरेको? के हो यो? मोमो यस्तो स्पेसल। हेलो नानी, आज कहाँ दमक गेस्ट हाउसमा आएको? यो चाहिँ हाम्रो होटल हो, दमक गेस्ट हाउस। यता रुमहरू छ। Welcome to Damal Guest House, guys. नानी हेरौँ पैसा। आमामा कति धेरै हो नानीसम्म त। कति दिएको? 1 2 3 4 त कति रुपियाँ हो नानी? कति रुपियाँ हो सबै? 5 सबै 5 हेरौँ त होइन होला हो र? 5 5 ए सबै। अनि यो लगेर चाहिँ के गर्छौ? त्यो लगेर के गर्ने? अब म गन्छु अनि तपाईँ अब हेरिराख्नु कति छ। ल 1 2 ल ल ल यहाँ सबै देखाउँदै गयो, साथीहरू देखाउ सबै। ल आहा लु सबैजनाले हेरिदिनु है, प्रार्थनाको पैसा कति धेरै रहेछ। आमामामा हेर, पैसाको ओछ्यान लाग्यो है प्रार्थनाले त। ल कस्तो गर्ने? ल घर जा, घर यता चाहिँ हेर्नु नागिन्छ।
नागिनको रूपमा आउन आँटो भयो मेरो बुढो खुट्टा पनि घुम्छ एवरी हेर्न सक्नुहुन्छ यस्तो गरेर नागिनको रूपमा हेर्ने डर पनि लाग्यो मलाई आँखामा यत्रो के निस्केको फोका तार पानी भयो साथीहरू हेर्नु नै बाबालाई चाहिँ एकछिन नछोड्ने केटी के खालकी होइन नानी साथीहरू आजको भिडियो यस्तै यस्तै बन्छ होइन क्लिपहरू मेन कुराहरू दिन्छु क्या म क्याप्चर गर्छु खान्छु अरे ठुलो बोला न ठुलो पानीपुरी यहाँ चाहिँ मलाई चटपटे बनाउनु लाग्छु पानीपुरी यहाँ मकै पनि हुँदो रहेछ अनि चटपटे पनि दमकको मेन रिङ नजिक लिएर आइज कति मिठो चटपट रहेछ साथीहरू एकदमै मिठो यो दमकको त अघि मैले देखाएँ नि भिडियो गयो त्यहाँनिरको चिन्नु हुनेहरूले आएर खाँदा हुन्छ एकदम मिठो पानीपुरी चाहिँ कस्तो छ म खान्न बाहिरको पानीपुरी म चाहिँ घर बनाएको मात्रै पानीपुरी खान्छु एउटा म खाइदिन्छु ल प्रार्थना कस्तो लाग्यो पानीपुरी मिठो छ धेरै खाँदैन यता एक्सट्रिम पनि छ होइन यो खानु न पहिला उसिन्छ अहिले फेरि यो चाहिँ कस्तो हुन्छ हौ खाने नि सोधेर ल्याएको हेर्नु साथी यो चाहिँ यसलाई चाहिँ के भन्छ साबुन जस्तो हुँदो रहेछ पानीपुरी चाहिँ मैले एकदम थोर ल्याएको थिएँ तपाईँले खान्थ्यो नि त म 50 रुपियाँको ल्याउँथेँ नि हामी चाहिँ चटपटे खायोरी एकछिन ढल्केर अनि यता कोही मोबाइल हेर्दै हुनुहुन्छ मजाले काउन्टरमा बसेर होइन अनि कोही यता सुतेर मेरो छोरी चाहिँ यता सुतेर फोन हेर्दैछिन् प्रार्थना चिलको जिन्दगी जिउँदैछ चिल अनि यता हुनुहुन्छ यहाँ हान्न हुक्का पनि छ साथीहरू हुक्का पनि तान्दा पाइन्छ यहाँ यता यहाँ हुक्का चाहिँ पुरा घाम लागेको छ अनि यहाँ साथीहरू तपाईँहरू कोही भिडियो हेर्दै हुनुहुन्छ र कोही दमक आउँदै हुनुहुन्छ अनि घुम्नको लागि दमक आउँदै हुनुहुन्छ तपाईँहरू रुमहरू चाहिएको छ होइन सस्तो एकदमै राम्रो भने चाहिँ मेरो युट्युबमा हेरेर तपाईँहरूले आउन सक्नुहुन्छ लोकेसन चाहिँ दमक गेस्ट हाउस बेलडाङ्गी रोड तपाईँहरूलाई कसैलाई इच्छुक छ दमक आउँदै हुनुहुन्छ र रुमहरू चाहिएको छ भने मेरो युट्युबमा हेरेर आउन सक्नुहुन्छ यहाँको चाहिँ मालिक यता हुनुहुन्छ उहाँलाई व्यस्त हुनुहुन्छ अनि त्यही हो अनि तपाईँहरूले कोही कथा मेरो युट्युब हेरेर दमक आउँदै हुनुहुन्छ अनि रुम चाहिएको छ भने मेरो फेसबुक पेजमा जानुहोस् प्रवीण भण्डारी भने त्यहाँ नम्बर अनि रुमहरू कस्तो कस्तो अभाइलेबल छ यहाँ चाहिँ भनेर त्यहाँ देखाएको पनि छ नम्बर छ ठेगाना लोकेसन सबै थोक राखेको छ हेरेर अनि तपाईँहरू सम्पर्क गरेर आउनु सक्नुहुन्छ साथीहरू हेर्दै गर्नुहोस् अझ एकदमै धेरै घाम लागेको छ गर्मी पनि धेरै बढेको छ झापामा चाहिँ हेर्नु न घाम कस्तो धेरै गर्नु हो रुम सब प्याक भयो फुल 25 जनाको टुर आउनु भएको छ कि काठमाडौँदेखि आफै खाना बनाउँदै खाने तीर्थ गर्न हिँड्नु भएको अरे उता ठुलो पाथिबाट गएर आउनुभएको अरे सबैजना
उता खाना बनाउनु हुँदैछ अहिले यता हुन्छ कोही कोही उता हुन्छ यता खाना पाक्दैछ किचनमा किचन यता छ जौरुमहरू पनि देखेको ल साथीहरू अब हामीले चाहिँ खानासाना खायौँ अनि हाम्रो आज रुम एकदमै फुल प्याक भएको छ यता कहाँ ताप्लेजुङ गएर आउनुभएको अरे माथि टेम्पल घुमेर सो त्यही भएर एकदम रुम चाहिँ प्याक छ आज अनि साथै हामीले पनि खाना खायौँ उहाँहरू पनि आफै खाना बनाएर खाने भनेर चाहिँ खाना बनाइराख्नु भएको छ अब उहाँको पनि लगभग खाना रेडी हुन लागेको होला अनि अब हामी पनि खानासाना खायौँ अनि आजको भिडियो चाहिँ यति नै हस् साथीहरू बाबा सबैजनालाई